भन्ने अनुमति चाहन्छु। यो कार्यक्रम संख्या र स्थानमा जसोसुकै भए पनि यसको महत्त्व निकै नै छ। वास्तवमा आयोजकले भविष्यको दिनहरूलाई धेरै परसम्म हेरेर यो कार्यक्रमको आयोजना गर्नुभएको भन्ने मलाई लाग्दछ। तर यो कार्यक्रम जस्तोसुकै भए पनि स्तरमा यसले दिनु गरेको सन्देश, गरिरहेको काम निकै गहिरो र अर्थपूर्ण छ। अब यो गहिरो र अर्थपूर्ण कार्यक्रमको प्रमुख अतिथिको नाताले मैले चाहिँ गहिराई या उचाइ त्यसको महत्त्व ढाल्नु सक्छु सक्दिनँ भनेर म आफूलाई लागेको छ। तर पनि म कोसिस गर्छु। यो क्षेत्र पहाड र तराईले जोड्ने सङ्गम स्थल जस्तै हो, चुरे पर्वतको नजिक पर्छ। अझ हामी माथिल्लो भेग पहाडमा बस्ने भोजपुर, खोटाङ, सङ्खुवासभातिरको हाम्रा पुर्खाहरूले यहाँदेखि अलिकति माथिबाट सतारादेखि वर्षदिनभरि नुन तेल बोकेका। आज समय बदलिएको छ। आज बदलिएको समयमा सताराको नजिकै हाम्रो पुर्खाले नुन तेल बोक्ने बजारको नजिकै यो साहित्य कार्यक्रम हामीले गरिराखेका छौँ। 90 वर्षको वृद्धा हाम्रा समाजको साहित्यको अगुवा पनि सम्मानित हुनुभयो। उहाँलाई धेरै धेरै बधाई। उहाँको स्वास्थ्य राम्रो होस् भन्ने शुभकामना पनि। उहाँहरू जस्तो समाजको अगुवाबाट हामीले अनुभव हासिल गर्ने र युवा स्रष्टा सम्मानित हुनुभएको छ। जसको कृति आज कृतिमाथि विमर्श भएको छ। तपाईँहरू जस्तो युवाले चाहिँ, हामी जस्तोले चाहिँ पुर्खाले नुनको भारी वर्षभरि बोकेर लगे जस्तै उत्साहको भारी यहाँदेखि बोकेर जानुपर्छ। नेपाली साहित्यको वर्माया क्षेत्रलाई ठुलो योगदान बाँचिँदै गर्नुपर्छ भन्ने म यो पुरस्कार तपाईँले थापिरहँदा यो जिम्मेवारी नभुल्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु। चाहे पाँचथर बस्नु या सोलु बस्नु, चाहे झापाको पल्लोसम्म बस्नु, तर हिजोको जस्तो समय छैन। मुक्ति गराउनु पर्दैन। विज्ञान र प्रविधिको विकासले संसारलाई आज मानवको एउटा शरीर जस्तै बनाएको। यो शरीरको जुनसुकै स्थानमा एउटा सियोले घोट्नुहोस्, शरीरभरि प्रभाव पर्छ। विज्ञान र प्रविधिको पहुँच पनि गर्नु पर्यो र संसारभरि छाउनको निम्ति आफ्नो कुरालाई जोडसँगले राख्नको निम्ति तपाईँहरूले विज्ञान र प्रविधि पनि प्रयोग गर्नुहोस्। चाहे पाँचथरको च्याङथापमा बस्नु, चाहे सङ्खुवा सभाको माथिल्लो किमाखाङ्गामा बस्नु, चाहे सोलुको माथि नाम्चीतिर बस्नु, विज्ञानलाई पनि प्रविधिलाई पनि समाउनुहोस् भन्ने अनुरोध गर्छु। महान साहित्यकार रुसुलले भनेका थिए, मानिसले पहिला आत्मा बचाउनुपर्छ, त्यसपछि मात्रै शरीर। आत्मा बिक्री भयो भने बिचुवा आत्मा बोकेर शरीरको बिक्री भयो। अनि विचारको कुरा गर्नुभयो, पक्षधरताको कुरा गर्नुभयो, समाज परिवर्तन गर्ने साहित्य हतियारको रूपमा कुरा गर्नुभयो। हामीले गर्ने सृजनाहरू सायद हाम्रो आत्माभित्र, हाम्रो चेतनाभित्र ती कुराहरू त्यसरी एउटा तपाईँको चाहिँ अप्ठ्यारो ठाउँमा भएर के भन्छ नि, उम्रन्छ पिपल ढुङ्गाको कापा खोलेर पनि उम्रन्छ पिपल, सृजना शक्ति संसारमा मैले हुँदैन पिपल, त्यतिकै भनेको होइन जस्तो लाग्छ। कस्तो कवि हुनुहुन्थ्यो उहाँहरू। सानो एउटा सहर छ, सहरमा एउटा सानो गल्ली छ, गल्लीमा सानो चोक छ, चोकमा के छैन, के छैन चोकमा, नाङ्लो पसले पनि छ, भनेको घर पनि छ, खेलाबाट कुदाउने पनि छ, माग्ने पनि छ, सारङ्गी बजाउने पनि छ। त्यतिकै विशेषले लेख्नु भएको होला।
सानो ठाउँको बिम्ब विशाल मेरो सहरमा सानो गल्ली गल्लीमा एउटा सानो चोक छ चोकमा खिच्ने सकिन्छ दुई घर आफ्नो समाजको रेखा आफ्नो समाजको बिम्ब समाजलाई जागृत गरिराख्ने कुरा दुई घरमा हामी त्यही बाटो अब साहित्य चाहिँ समाज परिवर्तनको पूर्व आधार हो साहित्यकारले साहित्य मार्फत प्रकट गर्ने विचारले कुनबाट देखाउँछ हामीले सिर्जना गरिएको साहित्यले त्यो बाटोतिर लक्षित गरिएको छ त्यस कारणले साहित्य समाज परिवर्तनको एउटा आधार हो अघि यहाँ तपाईँहरू मलाई राम्रो फुलको माला यो भन्नै पर्ने हो यो साहित्यकारहरूको बिचमा र लेखी पनि दिनु पर्यो अब चाहिँ फुलको माला खदा लेख्नु मैले लगाएँ अनि फेरि तपाईँलाई लाग्छ यो त क्रिस्चियन अरे भएर लेखिदिन्छ नि मलाई क्रिस्चियन होइन म नेपाली हुँ मेरो देवता जनता हो मेरो मन्दिर देश म त नेपाली संस्कृति त्यसको बेरिए भन्न माथि उठ्न चाहन्छु मान्छे भन्न चाहन्छु तर राजनीतिमा एउटा आरोप लाग्छ केपी ओलीलाई भाइको के भन्छ नि अर्जुन दुईजी के भन्छ गगन थापालाई पात्रे भन्छ मलाई पास्टर भन्छ क्या म कुनै धर्मप्रति आस्था राखेर मैले यो नलगाएको होइन यसको मर्म छ तपाईँहरूले आफ्नो लेखद्वारा उठाउनु हो भने त शक्तिशाली हतियारको होला नि त म कति भन्नु म 79 सालको माघ 3 गते मन्त्री भएँ त्यही पनि कुन मन्त्री भने संस्कृति पर्यटन नागरिक उद्यान संस्कृतिमा हामीदेखि जोगीसम्म हुन्छ नागरिक उद्यानमा रकेट विज्ञानको कुरा हुन्छ हामी जैसीदेखि रकेट विज्ञानकोसम्म नेतृत्व गर्नुपर्ने मन्त्रालय मैले प्राप्त गरेँ त्यो सजिलो पनि थिएन हुनु त झन्डा हल्लाएर हिँड्नु त जसले पनि सक्छ यहाँ 2 महिना 4 महिना त्यो कुर्सीमा बसेर दिने देखाउने उसले माटो उसले टेकेको पाइला र बन्ने आयाम गोरेको त्यो धेरै महत्त्वपूर्ण छ त्यतिखेर मैले अब म संस्कृति मन्त्री भएको नाताले माला लाउँदिनँ भनेको थिएँ त्यही बेला संयोग सेती खोजमा जहाज झरेको 2 दिन भएको थियो 72 जना नेपाली र विदेशीले ज्यान गुमाएको थियो नेपाल शोकमा छ त्यसकै मजा आएको अब मैले किन माला खाता लगाउने म लगाउँदिनँ भनेर मैले भनेको त हाम्रो अब संस्कृति हो यो फुलमाला लाउने नेपाली हाम्रो मान्छेले के भन्नु भने बल्ला बल्ला दुःख गर्ने एउटा मन्त्री भएको कहीँ नभएको समझदार भएछ कि क्या हो फुलमाला लगाउनै हामीले नपाएपछि त यो मन्त्री भएको के काम भन्नु अनि मैले लाउने नै हो भने आउनु तर फुलमाला लगाउने पैसा चाहिँ एउटा बाकस राख्छु क्या लगाइदिनु 7 दिनसम्म बाकस थापियो 7 दिनमा त्यो बाकसमा पैसा कति जम्मा भएछ भने 6,434,000 रुपैयाँ जम्मा भएछ 6,434,000 7 दिनमा तपाईँ भन्नुहोस् एउटा मन्त्रीले 7 दिनमा 6 लाखको त माला मात्रै लाउँदै बस्दो रहेछ खरा मात्रै लाउँदै बस्दो रहेछ त्यस्ता मन्त्री त्यहाँ 25 जना छ प्रशासन सचिव कति छ कति मुख्यमन्त्रीदेखि मन्त्री उपदेशै पिछे गाउँपालिका नगरपालिका 752 वडा दुना 1400 सिधै भएको 1400 कति 1506 वडा भइहाल्यो उनीहरूले पनि माला लाखै छ वडा दक्षिण लाखै छ 6000 भन्दा बढी न्याय क्षेत्र प्रशासन शिक्षक सबैले माला मात्रै लाउँदा कति करोडको माला दिनमा लगाइँदो रहेछ भनेर यसको तथ्याङ्क हेर्दा फुलमाला मात्रै 1 वर्षमा नेपालमा 6,33,00,000 फुलमाला मात्रै अनि त्यो नेपालमै उत्पादन गरेको भए त नेपाली कानुन नेपाली नेपाल विदेशबाट प्लास्टिकको फुल किनेर लिएर यहाँ 1 को 2 लगाएर हामी
हुँदो रहेछ नि। कति राम्रो लुगा लगाएर आयो, माला मान्छे नचिनिकन लगाइदिएपछि त्यो मालाको के अर्थ? छोरीचेलीले दुःख गरेर सुन लगाएको हुन्छ, मालाले छोडिहाल्छ। कति राम्रो साडी चोली चौबन्दी लगाएर आउँछ छोरीचेली, त्यो पनि मालाले छोडिहाल्छ। उपमेयरलाई थाहा होला नि, यहाँ जितेपछि कति लाउनु? मैले त 3 चोटि जित्दा 10 ट्रक जति लगाएछु। त्यो त पैसामा कन्भर्ट गरेर कति हुन्छ? हामी गरिबी निवारणको कुरा गर्छौँ, हामी देशभक्तिको कुरा गर्छौँ। तर विदेशबाट ल्याएको माला एउटा होइन 100 वटा लगाउँछौँ, 100 वटा होइन 1000 केजीको पनि देखिन्छ क्या। 1000 केजीको माला लगाएर हामी देशभक्तिको कुरा गर्छौँ। देशभक्ति भनेको भाषण र टिभीमा होइन, देशभक्ति भनेको बाहिरमा देख्नुपर्छ। त्यो किन नदेख्ने? बाहिरमा देख्नु पर्दैन देशभक्ति। यहाँ छ, एकातिर कुरा छ, अर्कैतिर काम छ, धन्दा छ। देखेर आएँ मैले। हेर्नुहोस्, म यो देश नेपालमा भूमिगत राजनीतिमा लाग्दाखेरि सहिद हुनु भनेर हिँडेँ। मेरो वडा दक्षको सपना थिएन है, तर मन्त्री नै भइसकेँ क्या। अनि मैले राजनीति गर्दाखेरि प्रधानमन्त्री को थियो भनेर छापाउँदा शेरबहादुर देउवा। म 3 चोटि सांसद भएँ, 1 चोटि हारेँ, मन्त्री पनि भएँ, अझै पनि ऊ प्रधानमन्त्री हुने भन्छ। अब स्वाद नहुने हो भन्नु त। म वडाध्यक्ष पनि नहुने, शहीद हुने, म शहीद हुँदाखेरि देश चाहिँ मुक्त हुन्छ भनेर सोचेर हिँडेको मान्छे आज मन्त्री भएँ। मैले गाउँमा इस्कुस बोकेर, मकैको चामल बोकेर डेरा गरेर पढेको दिन, मैले चप्पल हाल्दा चुलिएको बोकेर स्कुल गएको दिनदेखि 17देखि नुन बोकेर छोडाउनु मलाई थाहा छ। सिडिओले नागरिकता बनाउँदाखेरि के गर्छ भन्ने कुरा पनि मलाई थाहा छ। मैले जनताको छोरा हुँदाखेरि देखेको नेपाल, मैले सांसद हुँदाखेरि त्यही सिडिओले नमस्कार गरेको देखेको नेपाल, र माथिका ठुला काँधभरि खुली लगाएको पुलिसहरूले सल्युट गरेको नेपाल पनि मैले देखेँ। 3टा नेपाल देखिसकेँ मैले। एउटा नेपाल बनाउने कसरी होला? माला लगाएको सोच विचार, त्यसको आधारमा कार्यक्रममा कति सङ्घर्षै गर्नु परेको छ। कतिखेर राजनीति समाप्त हुने त्यो पनि थाहा छैन। यो कुरालाई यहाँ थापिराखेर पूर्वमा साहित्य पछिल्लो चरणमा गतिविधि हुने यो पनि ठाउँ। अलिकति हसनपुर बाँच्ने भेट भएको थियौँ, एउटा समूह लामो हातमा त के त गर्नु पाएन। म साहित्यप्रति म लेखन त सक्दिनँ, अलिकति रुचि राख्छ, मनपर्छ। त्यस कारणले पनि त्यो हतुवागढीको हसनपुरले हामीलाई अलिकति तानेको चाहिँ छ। विश्वजित मेरो प्यारो भाइ कहाँ हुनुहुन्छ? विश्वजितलाई धेरै धेरै धन्यवाद र बधाई छ। तपाईँले सिङ्गो खोज्नु के भने पूर्वको साहित्यसँग जोडाइदिनु भएको छ। हसनपुरमा लगेर सबैलाई शुभकामना, प्रगतिको उत्तरोत्तर प्रगतिको कामना चाहिँ व्यक्त गर्छु। हुनु त हसनपुरमा भेट भएको धेरै वर्ष भयो। कोशी नदीका पानीहरू धेरै बगे, आशा गर्दा तपाईँ पुगिसक्यो। हामीले जीवनमा कति प्रगति गर्यौँ पाइरहेको, र फेरि हामी एउटा प्रतिबद्धता गऱ्यौँ। त्योभन्दा उपाय हाम्रो केही छैन। अघि उहाँले भन्दै हुनुहुन्थ्यो सुन्दर जीवन। पछिल्लो समय मलाई के लाग्दैछ भने मान्छेको जिन्दगी चाहिँ सृष्टि र प्रकृतिको सुन्दर हिमचुली रहेछ। यति सुन्दर जीवन 1000 वर्षको छैन। 100 वर्षभित्रमा हामीले सबैका हुँदा त 90 वर्ष हो। 90 वर्षमा त बाँची पनि यतिको भइरहेको रहेछ। दिनदिनै हाम्रो जिन्दगी जाँदैछ। त हामीले बाँचेको दिनमा समाजको निम्ति के छोड्ने? कृति बाहेक केही पनि रहँदैन। हामीले छोडेको कृति मात्रै हो। एकजनाले भन्थ्यो भुक्तभोगीले, क्षणिकको प्रीति, क्षणिकको माया, क्षणिकको प्रीति, मरेर नजाने केवल स्मृति भन्छौँ। हामीले स्मृतिपूर्ण कृतिहरू छोडेर जानु मात्रै हो। हामीले त धेरै ठुलो विषयहरू जितेर आएको रहेछौँ नि त मान्छे भन्नु। पहिलो कुरा हाम्रो बुवा आमा भेट नभएकोमा हामी मान्छे हुन्थ्यौँ, जन्मिन्थ्यौँ। मेडिकल साइन्सको आधारमा कुरा गर्ने हो भने गर्भधारण हुनुको निम्ति करोडौँ तपाईँको भ्रूणहरूको सङ्घर्षमा हामीले जितेर गर्भधारण भयौँ। त्यही विषयमा त महासङ्ग्राम थियो।
त्यसपछि हामी गर्भमा कुपोषण भएनौँ अनि हामी सकुशल जन्मियौँ। आमाहरूले भन्नुहुन्छ नि आगोमा पाइन्न पानी नपाइन्न समुद्र होइन रहेछ। र त आज हामी त्यो समाजमा मान्छे भएर मान्छे काम गर्दैछ। त्यस कारणले यति सुन्दर जीवनलाई सुन्दर ढङ्गले कसरी गर्ने होला भनेर यो उमेरमा आएर पनि मलाई चिन्ता लाग्छ। यो तपाईँको ज्ञान आउनुलाई पनि समय लाग्यो। हजार दुर्घटनाबाट बचेको मान्छे। अब यहाँ शिवकुमारजी हुन्छ नि शिवकुमारजी यहाँ अलिकति पूर्वकै कुरा गर्दा साहित्यिक गतिविधि पनि एउटा अलिक इलाम देख्छु म। त्यसपछि झापा बिर्तामोडतिर देखिन्छ। अनि यो काला बन्जार यो क्षेत्र सुनसरी देखिन्छ क्या अहिले। बधाई छ तपाईँहरूलाई। दिपसाली चाहिँ कहाँ हुनुहुन्छ? तपाईँलाई त प्राज्ञ बनाउनु सक्दैन। राजा मुकारलाई बनाएको छु नि। राजा मुकारलाई तपाईँले बनाउनु भन्नुभएको थियो। भूपाल राईले बनाउनु भन्नुभएको थियो। त्यस कारण तपाईँको चाहनाको प्रति मैले मन्त्री लगाएको छु। तपाईँलाई बनाउनु सकिन्न, बनाउनु पर्छ। अब 2020तिर कोभिड थियो नेपालमा, लकडाउनको संसारमा मान्छे चाहिँ घर कोरोनाले ढुलेर मार्दै थिए। म नागरिकहरूलाई काठमाडौँमा चामल बोक्दै थिएँ। शिवकुमारजी र मेरो पहिलो भेट आयो। उहाँ मलेसियामा लामो समय बसेर कति वर्ष मोबाइल सोधेको पनि छैन। मैले फोन गरेर यहाँ उहाँलाई बोलाएको आएँ। शिवकुमारजीले एउटा फेसबुकमा कविता लेखेर लाउनु भएछ मेरो फोटो छ। त्यो कविता र फोटो हेरेर मैले अस्तिको दिन पनि फेरि हेरेर आफू भएँ। शिवकुमारजी तपाईँले लेख्नुपर्छ भनेर अघि पनि मैले भने लेख्दिनँ भन्नु उहाँ। तपाईँको लेखाइले म रोएको छु। त्यो मेरो बारेमा लेखिदिनु भयो भनेर पनि होइन। मलेसियामा बसेर मैले गरेको काम तपाईँले के उपमा दिउँ भन्ने शीर्षकमा लेख्नु भइरहेछ। म त धुलो मान्छे, दूरबीनले पनि देख्दैन, मेरो हाइट पनि लाग्दैन। तलबाट आएको मात्र सायद तपाईँले त्यो सेन्समा लेखिदिनु भएको रहेछ। तपाईँलाई मैले पुरस्कार लागि भेटेर अँगालो पनि मारेँ। तपाईँले लेख्नु चाहिँ पऱ्यो। तपाईँलाई म कहिले पनि बिर्सिने छैन। तपाईँ देवकोटाको स्तरमा त पुग्नुहुन्न होला, पारिजातको स्थितिमा त पुग्नुहुन्न होला। तपाईँ रमेश विकलहरूको उचाइमा त इन्द्र बहादुर राईहरूमा पुग्नुहुन्न होला। तर मेरो मनभित्रको इन्द्र बहादुर राई जस्तै सगरमाथा जस्तै तपाईँ पनि हुनुहुन्छ। तपाईँलाई म कहिले बिर्सिदिनँ। तपाईँ पनि हाम्रो पूर्वी पहाडतिर सबै हामी पूर्वी पहाडबाट झरेका मान्छे हो। एकचोटि दुईजना हामी बसिरहेको थियौँ घरमा, बाहिर हेलिकप्टर आयो सानोमा। क्या हेलिकप्टर हेर्नुको निम्ति कुदेर निक्लेको मेरो साथी ड्याङ्गे ढोकामा रोकेर गुच्चुकै बस्छ। ढोका बस्छु कहाँ? अनि मेरो आमालाई सोधेँ, मेरो बजूलाई मैले सोधेँ, बजू यति अग्लो घरको यति बज्जु ढोका किन? मेरो साथीको आज यत्रो ठुलो टाउकोमा चोट लाग्यो अनि यति अग्लो घरको यति बज्जु ढोका किन भन्दा मेरा बजूले भन्नुभयो, अग्लो घर यसले हामीलाई सुरक्षा दिन्छ, हामी यहाँ हाम्रो जीवन बिताउँछौँ। यो घरको सदा स्वरूप सम्मान स्वरूप सिलुगा सुरुमा पशुको निम्ति मोर्चो ढोका बनाएको नाति मेरो बजुको 2 शब्दमा जीवन बिताउँछ। तपाईँ शिवकुमारजी होचै हुनुहुन्छ, नाच्दाखेरि त 5 फिट जति मभन्दा होचै जस्तो लाग्यो। त्यो ढोकाप्रति सधैँ निहुरिएर बस्ने हाम्रो पूर्वेली नेपालीको जुन संस्कृति हो त्यही ढोकाभित्र कविताको सधैँ शिर झुकाउँछु। अब श्याम सिंहजीको किताब मैले त पढ्नु पाएको छुइनँ। उहाँको पहिलाको कृतिहरू अलिअलि हेरेको थिएँ। यो आज मैले पाएँ पनि नेपालको सामाजिक सांस्कृतिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने सशक्त एउटा हस्ताक्षर हो उनका। कोइला खाटमा पक्का पनि कालो कोइला खाटमा रातो इतिहास, रातो मान्छेको रगतको यति विश्वास छ। तपाईँको विमर्शले किताबलाई बुझ्ने एउटा मौका पनि लिनु। त्यस्तो विमर्शहरू अझै गर्दै
जानुपर्ने नै छ। कोइला खानीमा हाम्रो हजार हजार मान्छेहरू छन्। यसको कथा अघि हाम्रो बुढाध्यक्षजीले भन्नुभयो, त्योभन्दा विशाल कथामा कोइला खानी, तर अहिले समय छैन। म कोइला खानी मेरो गाउँबाट तात्तिका तात्ती कोइला खानी जान्थे। कोइला खानीमा मान्छे मर्नु भएको छ। 6 महिनापछि चिठी आउँथ्यो, कोइला खानी खिचेर लाएर र कोइला खानीमा प्रदेश गइसकेपछि आमाहरूले कागले के खबर ल्यायो, सुकेको बिरुवामा बसेर काग बनाएर नराम्रो खबर पाए। दसैँ पानी हो, हात्ती चिलाउनु त पानी हो। र अब मार्क्सको एउटा भनाइ छ, कार्ल मार्क्सको साहित्य तटस्थ हुँदैन। साहित्य कतै न कतै भड्केकै हुन्छ, तटस्थ साहित्य केही हुन्छ। त्यस कारणले पारिजात वर्ग सङ्घर्ष र नारी स्वाधीनताको गीत, नारी हस्ताक्षर, सशक्त हस्ताक्षर हामीले आज लेखिरहेको साहित्यले कुन चाहिँ प्रभाव छ, कुन चाहिँ बाटो नेपाली समाजलाई जोडाउन खोजिराखेको छ, त्यो तपाईँहरूलाई नै थाहा छ। तपाईँहरूले अहिले एउटा कथा छ, पर सुन्दा सुन्दा ओर सुन्दा सुन्दा घर भनेर क्या। तपाईँलाई युक्रेनमा युद्ध हुँदैछ भन्नु अघि एउटै शरीर जस्तो प्रविधिले बनायो, जहाँ चाहिँ संसारलाई त्यसमा महँगी बढ्यो, नेपालीहरू मरे। सुन्दा सुन्दै इजरायल र पालेस्टाइनको लडाइँमा 10जना विद्यार्थीहरू बन्धन भए। नभन्दै अहिले पाकिस्तान र भारत बिचमा द्वन्द्व सुरु भएको छ। यसले नेपालमाथि कस्तो प्रभाव पार्ला भनिन्छ। इन्डियाको एउटा सर्वेक्षणमा 80 लाख नेपाली छन्। इन्डियामा कतिपय नेपालका तथ्याङ्कहरू राम्रो त छैन, हेर्दा 40 लाखदेखि त भन्दैन। यहाँ भइराखेको युद्ध बढेर गयो भने नेपालमा पर्ने प्रभाव कस्तो होला? के हाम्रा रचनाहरू यहाँ आउँछन्? हाम्रा चेतनाहरूमा यी प्रतिबिम्बित हुँदैछन्? मलाई लाग्छ आउनुपर्छ। हाम्रा गोर्खा सैनिकले हजारौँको सङ्ख्यामा, तिनीहरूको प्रत्येक परिवारको लाखौँ परिवारमा पर्ने प्रभाव अनि नेपाललाई प्रत्यक्ष या परोक्ष रूपमा पर्ने प्रभाव हाम्रा कृतिहरूमा पक्का भएर आउँछ। परिस्थितिको कुरा गर्दै गर्दा तपाईँहरूले पनि सशक्त रूपले आफ्नो आवाज उठाउनुहोस्। आवाज उठानु भने शासकहरू बिग्रिँदो परिरहेको आज हेर्नुहोस् त, यति छिटै गणतन्त्रको विरुद्धमा नारा लाग्छ भन्ने कुरा मैले सोचेको थिएँ। लाजमर्दो कुरा, सबभन्दा बढी लज्जा त हामीलाई हुनुपर्छ नि। हाम्रो उठाइ बसाइ अहिले आज गणतन्त्र यति सुन्दर गणतन्त्र बनाएको छ। दलितको जनसङ्ख्या, महिलाको जनसङ्ख्या, जनताद्वारा निर्वाचित संस्थाहरू सञ्चालन, समानुपातिक समावेशी, धर्मनिरपेक्षता, यी संविधान। तर यति छिटै 240 वर्ष शासन गर्यो, उसैले गणतन्त्र मुर्दाबाद भनेर सडकमा आउने यो लज्जा। यसको निम्ति के गर्नु? गणतन्त्र विकल्पहरू छैन, लोकतन्त्रको विकल्पहरू छैन भने हाम्रो यो गणतन्त्र चलाउने शासकहरूलाई तपाईँले साहित्य क्षेत्रबाट प्रश्न किन नगर्नु? किन नगर्नु? हामीले कि त हाम्रो नेता हो भनेर, हाम्रो अगुवा हुन् भनेर तपाईँहरूको कलमलाई तपाईँहरूले तिर्खाल्नु भएन। यो देशमा कसले बाटो देखाउँछ? कसले बाटो देखाउँछ? अहिले थुप्रै परिस्थिति तपाईँले देखिरहनु। आर्थिक सङ्कट देशमा छ, भ्रष्टाचार उत्तिकै छ, बेखिती उस्तै, पूर्व मन्त्रीहरू गार्ड सहित साइलेन्ट बजाएर हिँड्छ, जनताका सही छैन लगायत थुप्रै प्रश्न। अनि राजा जस्तै कुरो गर्छन् भने राजतन्त्र र लोकतन्त्रमा के अन्तर भनेर मान्छे भन्न थाल्यो। अन्तर त छ, तर भन्न थाले हामीले हेर्दा। त्यस कारणले तपाईँहरूले यो क्षेत्रमा विकृत विसङ्गतिको क्षेत्रमा निर्ममतापूर्वक तपाईँहरूले साहित्यको क्षेत्रबाट प्रश्न लिनु पनि केही छ। 90 वर्ष पुगेपछि सायद सकिँदैन, मरेपछि पनि लेखिदिने। निरन्तर तपाईँले प्रश्न उठाउने, तर अग्रगमनको निम्ति उठाउनुपर्छ भन्ने म तपाईँलाई अनुरोध गर्छु। म 3 दिन भयो आएको पूर्व एउटा उपलब्धिपूर्ण काम गरेको मैले एउटा किताब पढिसकेँ। जब
पढ्ने किताब छ। यो चाहिँ इङ्ल्यान्डको साहित्यकारले लेखेको, भारतमा लेखेको। यो किताब पढ्नै पर्ने। त्यो किताब चाहिँ कस्तो छ भने एउटा कृषि फर्ममा तपाईँले पढिसक्नु भएको होला, पढिसक्नु भएको भने सही, नपढेको लाग्छ। एउटा कृषि फर्ममा 12 वर्षको माउ सुँगुर। अनि त्यो माउ सुँगुरले एक दिन सबैलाई साह्रै डराएको देख्छ। संक्षिप्तमा म भन्छु, 3 मिनेटमा सक्छु। ठुलो किताब। अनि उनले सबैलाई बोलाउँछ। त्यहाँका कुखुरा, बाख्रा, हाँस, परेवा सबै भेडालाई बोलाएर भन्छ कि आज मैले नराम्रो सपना देखेँ। तर म सपना भन्नु अगाडि तपाईँलाई एउटा कुरा भन्छु, मेरो जिन्दगीको के हो भन्दा म सौभाग्यशाली एउटा जनावर सुँगुर। किनभने म धरतीमा 12 वर्ष बाँचेँ। 12 वर्ष बाँचेँ। अक्सर सुँगुरहरू 1 वर्षमा, कुखुरा परेवा त 3 महिना 6 महिना पनि बाँच्दैन। कसको लागि मर्छ त? मान्छेको केही छैन। गाईले दुध दिन्छ, मान्छेले खान्छ। कुखुराले अन्डा दिन्छ, मान्छेले खाइदिन्छ, बजार दिन्छ। म त 12 वर्ष कसरी बाँचेँ? मैले त 400 भन्दा बढी सन्तान दिएर बाँचेँ। त्यसको फाइदाको निम्ति म बाँचेँ। नभए 1 वर्ष पनि लाग्यो। त्यस कारणले 12 वर्षको लामो अनुभव तपाईँलाई म पहिला सुनाउँछु। 12 वर्ष सुना। यो 2 खुट्टाले हिँड्ने मान्छेको विरुद्धमा विद्रोह गर्नुपर्छ। उसले चाहिँ इङ्ल्यान्ड र आइल्यान्डको बढी चाहिँ त्यहाँ व्याख्या छ। इङ्ल्यान्ड खोला, आइल्यान्डको डाँडा, त्यो हरियो चौरी र खेतको फाँटो भाग्नु। 100 वर्ष लागोस् विद्रोह गर्दैन, चाहे 6 महिना लाग्यो। मान्छेलाई पराजित गर्ने हाम्रो मुक्ति पहिलो एकदमै भागु बन्छ। त्यसपछि उनीहरू सङ्गठित हुन्छ। सपनाको कुरा पनि छ। सङ्गठित हुँदै गइसके पछाडि उनीहरूले विद्रोह गर्छ। विद्रोह गरेर फर्ममा क्रान्ति सफल गर्छ। अनि क्रान्ति सफल पाएपछि भित्तामा संविधान लेख्छ। एउटा आचार संहिता 7 बुँदे हुन्छ। पहिलो उसको आचार संहिताको नम्बरमा के हुन्छ भने 2 खुट्टे हाम्रो शत्रु हुने, 4 खुट्टे अधिकारी हुने हाम्रो मित्र। हामी वंशी र जनावरहरू एक अर्कालाई कहिले नमार्ने लगायतका 7वटा कुराहरू आचार संहिता। अनि त्यसपछि उनले विकास गर्ने। अब कृषि फर्ममा कोही नबस्छ, थुनिएर कोही नबस्छ। त्यसपछि उनले के गर्छ भन्दा त्यो जसले कमान्ड गर्यो, नेपोलियन भन्छ, नेपोलियन भन्ने कमान्ड गर्छ। अर्को राम्रो एउटा नेता निस्किन्छ, त्यसले चाहिँ अब एउटा हावाले घुम्ने एउटा ठुलो यन्त्र, त्यो विश्वको निम्ति एउटा प्रतीक। त्यो यन्त्र घुम्दै जाँदा खोलाको पानीले खेतमा तान्नु, बिजुली निकाल्नु, पङ्खाहरू चलाउनु र कृषि आधुनिकीकरण गर्नु भन्यो। अब पार्टीभित्र झगडा हुन्छ क्या। अब त्यो जनावरको पार्टीभित्र झगडा सुरु भयो। त्यसपछि सत्ता भनेको त्यस्तो सिक्रेटमा भन्ने सुरु भयो। कहिले लिएको योजना चाहिँ उसले लिएको योजना अर्को ठुलो नेताले खोज्छ, मान्छे लगाउँछ, उसलाई कुटपिट गर्छ, उसको गाडहरू कुकुरहरू राख्छ, 14वटा उसलाई चाहियो त्यो पुलिस हो, जनावरलाई पनि। त्यसपछि बिस्तारै बिस्तारै सुँगुरहरू चाहिँ लोभी हुँदै जान्छ। रासनमा कटाउँछ, के गर्छ, काममा हैरान बनाउँछ। अन्ततः आफ्नो साथीहरूलाई पेटमा लाग्छ। अनि उसले चाहिँ मान्छेसँग बसेर बियरको पार्टी गर्छ। तन्नामा सुत्नु हुँदैन भन्ने कुरा तन्नामा सुत्नु थाल्छ। अभिजात वर्ग त्यहाँ जन्मिन्छ। सुँगुरको छुट्टै वर्गको समुदाय र मान्छेसँग भित्र पार्टी गर्दै गरेको के रहेछ जनावरहरू। मान्छे त के हो हाम्रो शत्रु। आज यही शत्रुसँग बसेर हाम्रा नेताहरू रस्सी पार्टी। यसको सार के छ भने नेताहरू, नेतृत्वहरू सत्तामा पुगेको सङ्घाली भ्रष्ट हुन्छ। जति धेरै जो लामो बस्छ जति भ्रष्ट हुने जान्छ भन्ने। त्यस कारणले लोकतन्त्रमा परिवर्तन भइरहनु पर्छ भनेको त त्यति होइन रहेछ। भनेपछि एउटा पशुमा त त्यो सुँगुरको त आफ्नो छुट्टै समुदाय वर्ग, उच्च वर्ग, अभिजात वर्ग बनाएर त्यस्तो गर्दो रहेछ भने मान्छे हामी त अभिजात वर्ग।
हिजो परिवर्तनको कुरा, आन्दोलनको कुरा, शहीदको कुरा गर्ने मान्छेलाई आज अभिजात गर्न भयो कि साहित्यकार हेरेर बस्ने आजको आफ्नो कार्यभार दायित्व हुनसक्छ। त्यस कारणले म तपाईँलाई जोरदार एकचोटि भन्छु कि तपाईँहरूले खबरदारी जोडसँग किनभने मेक्सिम गोर्कीको आमा उपन्यास नलेखिएको भए रसियामा क्रान्ति हुँदैन। आमा उपन्यासले संसार बनायो र सोभियत जातसँग कब्जा गरिरहेको क्रान्तिकारी साहित्यको आदर्शको एउटा उदाहरण प्रस्तुत गरौँ र साहित्य मात्र होइन क्रान्तिको एउटा शिक्षालयको रूपमा संसारभरि सन्देश दिएको साहित्य त्यो साहित्य भन्ने सानो कुरा पुरै हो। त्यसलाई हामीले सानो आँक्दै हो तर यो राजनीतिक अभिधान चाहिँ यसले चाहिँ समाजको चित्र देखाइन्छ र समाजलाई कता लाने भन्ने कुरा पनि उसले मार्गदर्शन गर्छ। साहित्य केवल मनको कुरा प्रेमिकाले धोका दिएको बेलामा रसिका देख्ने मात्रै साहित्य देशलाई कतातिर लाने आफ्नो चिन्तन विचार व्यक्त गर्ने बाटो देखाउने क्षेत्र साहित्य समाजको अङ्ग हो। अब साहित्य समाजको चेतना जागृत गराउँछ, त्याग बलिदान साहसिक बन्न सिकाउँछ। साहित्य क्रान्तिको साधन हो अनि लेनिनले भनेको थियो माओले त किसान र मजदुरको निम्ति साहित्य हुनुपर्छ भनेर भनेको थियो। आजको यो कार्यक्रममा तपाईँहरूले प्रमुख अतिथिको भूमिकै दिनुभयो। यो गरिमामय अर्थपूर्ण कार्यक्रमको उचाइ मैले हानिन सिर्जना यही शुभकामना दिन चाहन्छु। त्यही पनि यही कुरा आइरहेको छ। सानो सहर छ, सहर गल्लीमा सानो चोक छ, चोकमा खिचेर सबै